त्यही 3 जना नेताको म्युजिकल चेयर जस्तै भइसक्यो। 2046 सालको आन्दोलन होस् या 62-63 को गणतन्त्र, चेन्ज त आयो तर एक्सपेक्टेड रिजल्ट कहिले आएन। वर्षौंदेखि पावरमा घुमिरहेका उही पुराना अनुहारहरू र उनीहरूको सिन्डिकेटदेखि जनता विशेष गरी युवाहरू पक्कै पनि फ्रस्ट्रेटेड भइसकेका थिए। तर 2079 को स्थानीय तहको चुनाव चाहिँ एउटा ठूलो रियालिटी चेक साबित भयो। काठमाडौँको मेयरमा 32 वर्षीय बालेन शाहको जित केवल इलेक्सन जित्नु मात्र थिएन, यो वर्षौंदेखिको कुशासन र डटी पोलिटिक्स विरुद्धको एउटा विद्रोह थियो। यो भिडियोमा हामी बालेनको पोलिटिकल जर्नीको सुरुवातको बारेमा भन्दैछौँ। कसरी एउटा र्यापर र स्ट्रक्चरल इन्जिनियरले सिस्टमलाई च्यालेन्ज गर्यो, मेयर भइसकेपछि उनको नो ननसेन्स वाला काम गर्ने शैली र काठमाडौँको कोर सिटीमा भएको सुधारको बारेमा पनि कुरा गर्नेछौँ। अहिले बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङ मिलेर फागुन 21 को चुनावको लागि एउटा फाउन्डेसन तयार भइरहेको छ। तर केही पार्टीले भने चुनाव नै नहुने जस्तो कुरा पनि गर्दैछन्। सबै कुरा बुझ्न भिडियो अन्तिमसम्म हेर्नुहोला। बालेन्द्र शाह, जसलाई बालेन भनेर चिन्छौं, उनको जन्म विक्रमसम्म 2047 साल वैशाख 14 गते काठमाडौँमा भएको थियो। उनको रुट खोज्दै जाने हो भने महोत्तरीको एकडाँडा गाउँपालिकासम्म पुगिन्छ। उनको रहन सहन र हुर्काई भने काठमाडौँको मिक्स्ड कल्चरमा भयो। बुवा रामनारायण शाह र आमा ध्रुवदेवी शाहको रेखदेखमा हुर्किएका बालेनले आफ्नो स्कुल लाइफ VS निकेतनबाट पुरा गरे। त्यही टाइम थियो जब उनको पर्सनालिटीको फाउन्डेसन बन्दै थियो। एजुकेसनको कुरा गर्दा बालेनको प्रोफाइल साँच्चीकै नेक्स्ट लेभल छ। उनले हिमालयन व्हाइट हाउस इन्टरनेसनल कलेजबाट सिभिल इन्जिनियरिङमा ब्याचलर सके, जुन आफैमा एउटा टफ सब्जेक्ट हो। तर उनी त्यतिमै रोकिएनन्। फर्दर स्टडिजको लागि उनी भारतको कर्नाटक स्थित विश्वेश्वरैया टेक्नोलोजिकल युनिभर्सिटी VTU मा पुगे र त्यहाँबाट स्ट्रक्चरल इन्जिनियरिङमा मास्टर्स अथवा एमटेक पनि हासिल गरे। अझ रोचक कुरा त के छ भने उनले काठमाडौँ विश्वविद्यालयबाट नेवा सम्पदा संरचनाको संरक्षण, कन्जर्भेसन अफ नेवा हेरिटेज स्ट्रक्चर्समा PhD को लागि फेलोशिप पनि पाए। यसले के क्लियर गर्छ भने उनी केवल कंक्रिटका भवन ठडाउने इन्जिनियर मात्र होइनन्, काठमाडौँको ओरिजिनल नेवारी वास्तुकला र हिस्ट्री जोगाउनु पर्छ भन्ने नलेज र प्यासन भएका व्यक्ति हुन्। अब अलिकति पछाडि जाउँ। बालेन शाहको पोलिटिकल इन्ट्रीको फाउन्डेसन उनको इन्जिनियरिङ भन्दा पनि उनको म्युजिकल करियरले बसालेको थियो भन्दा फरक पर्दैन। सन् 2012 तिरको कुरा हो, जब नेपाली हिपहप भर्खरै बामे सर्दै थियो। बालेन रबार्स र्याप ब्याटल सिरिज मार्फत उदाए। त्यति बेला उनी वान अफ द मोस्ट स्यावेज र्यापर्स मानिन्थे। उनका राइम्स र पञ्चलाइन्समा सोसाइटीको फ्रस्ट्रेसन देखिन्थ्यो। उनी करप्सन विरुद्ध बोल्थे। उनी नेताहरूको झुटो आश्वासन प्रति डिस हान्थे। त्यो बेलाको उनको यही एटिट्युड नै पछि गएर उनको पोलिटिकल म्यानिफेस्टो जस्तै बन्न पुग्यो। कालो चस्मा, बाक्लो दारी र कसैले डिस हान्यो भने अन द स्पट तार्किक र कडा जवाब फर्काउने उनको त्यो स्वागले जेन्जी र मिलेनियल्सलाई प्रभावित बनाइसकेको थियो। पुराना नेताहरूले युवाहरू के चाहन्छन् भनेर बुझ्न सकिरहेका थिएनन्। बालेनले र्याप मार्फत उनीहरूको मनको कुरा बोलिदिए। उनले सिस्टम भित्र नपसिकन सिस्टमको धज्जी उडाए, जसले गर्दा उनी युथ आइकन बने। त्यो बेलाको म्युजिक फ्यान्डम र फलोअर्स नै बिस्तारै उनको लोयल भोट बैंकमा कन्भर्ट भए। एक हातमा इन्जिनियरिङको सोलिड टेक्निकल नलेज, अर्को हातमा हिपहपको कला। यो दुईटाको डेडली कम्बिनेसन नै बालेन भन्ने एउटा युनिक पोलिटिकल ब्रान्ड खडा भयो। यही ब्रान्डले काठमाडौँका पढे लेखेका इन्टेलेक्चुअल वर्गदेखि गल्ली गल्लीमा सङ्घर्ष गरिरहेका भुइँ मान्छे र युवाहरूसम्म एकैचोटि कनेक्ट गर्यो। सबैले उनलाई चिन्न थाले। अब कुरा गरौँ स्थानीय तहको निर्वाचनको बारे। 2079 सालको लोकल इलेक्सनको माहौल सुरुमा हेर्दा काठमाडौँको मेयरको रेसमा 3 वे ब्याटल हुने प्रेडिक्सन थियो। एकातिर सत्ता गठबन्धनको पावर बोकेकी नेपाली कांग्रेसकी सृजना सिंह, जो गणेशमान सिंहको लेगेसी र फ्यामिली ब्याकग्राउन्डबाट थिइन्। अर्कोतिर नेकपा एमालेका हेभी वेट अथवा धेरै एक्सपिरियन्स बोकेका केशव स्थापित पहिले पनि मेयर भइसकेका र गेम चेन्जर मानिने भएकाले उनलाई बालेनको बलियो प्रतिद्वन्दी मानिन्थ्यो। त्यसैगरी सृजना सिंहको पछाडि कांग्रेसको बलियो संगठन भएकाले धेरैजसो पोलिटिकल पण्डितले बालेन शाहलाई एउटा भोट कटर अथवा भोट काट्न मात्र उठेका भनेर आरोप लगाए।
धेरैले उनलाई सोशल मिडिया भाइरल उम्मेदवारको रूपमा पनि हेरेका थिए। मेनस्ट्रिम मिडिया र पुराना दलहरूले उनलाई अन्डरडगको रूपमा ट्याग भिराइदिएका थिए। कसैले पनि सोचेका थिएनन् कि एउटा र्यापर, त्यो पनि स्वतन्त्र उम्मेदवारले इतिहास रच्न सक्छ भनेर। तर बालेनको गेम प्लान नै आउट अफ द बक्स थियो। कसैले पनि सोचेकै थिएनन् उनको गेम प्लान। उनले परम्परागत शैलीको आमसभा, महँगा र्याली र लाखौं खर्च गरेर पर्चा टास्ने तरिका अपनाएनन्, किनभने यो ओल्ड स्कुल भइसकेको थियो। यसको सट्टा उनले सोशल मिडिया, फेसबुक, टिकटक, ट्विटरलाई आफ्नो मेन वेपन बनाए। उनको क्याम्पेन एकदमै स्ट्राटेजिक र डाटा ड्रिभन थियो। उनको हरेक क्याम्पेन एकदमै स्ट्राटेजिक र डेटा ड्रिभन थियो। उनको चुनाव चिन्ह लौरेले पनि गजब साइकोलोजिकल इम्प्याक्ट पार्यो। एकातिर यसले वृद्ध वृद्धाको सहाराको अर्थ बोक्यो भने अर्कोतिर भ्रष्टहरूलाई दण्ड दिने वा ठिक पार्ने वार्निङको रूपमा इन्टरप्रेट गरियो। कुनै पार्टीको झण्डा वा कार्यकर्ता नबोकिकनै हजारौं युथ भोलिन्टियरहरू सडकमा निस्किए। यो कुनै अर्गनाइज पार्टी क्याम्पेन थिएन, यो एउटा अर्गानिक मुभमेन्ट थियो जसले ग्रासरुट लेभलदेखि नै बालेनलाई सहयोग गर्दैथे। 2079 को स्थानीय चुनाव सकियो। त्यसपछि भोट गन्ती सुरु भयो अनि रिजल्ट आउन थाल्यो। नेपालको परम्परागत राजनीतिको गणित पुरै फेल खायो। नतिजा सोचे भन्दा पनि सकिङ र वान साइडेड आयो। बालेन शाहले 61,767 मत लिएर आए। यो जित सामान्य थिएन, किनकि उनले आफ्ना निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसकी सृजना सिंहलाई 23,426 को भारी मतन्तरले पछि पारेका थिए, जसको कुल मत 38,341 मात्र थियो। अझ आफूलाई काठमाडौँको मसिया ठान्ने एमालेका केशव स्थापित त 38,117 मतका साथ तेस्रो स्थानमा खुम्चिए। यो नतिजाले क्लियरली देखायो कि काठमाडौँवासीले चेन्ज खोजेका मात्र थिएनन्, पुराना दलहरूलाई रिजेक्ट नै गरिदिएका थिए। तलको टेबलले त्यो ऐतिहासिक जितलाई देखाउँछ। यो टेबल हेरेर प्रष्ट देखिन्छ बालेनले कसरी डोमिनेट गरेका थिए त्यो बेला चुनावलाई। उनले भनेका थिए 80,000 भन्दा धेरै भोट लिएर आउँछु। त्यो बेला धेरैले विश्वास गरेका थिएनन्, तर 61,000 भोट पाउनु पनि कुनै सामान्य कुरा होइन। नेपालमा 61,000 भोट एकैजनाले पाउने बिरले मात्र घटना छन्। बारम्बार प्रधानमन्त्री बन्नेहरूले समेत 61,000 भोट अहिलेसम्म पाएका छैनन्। सायद स्वतन्त्र उम्मेदवारले यति धेरै भोट पाउनु निकै ठुलो कुरा हो। बालेनको अगाडि कसरी पार्टी फेल खायो त्यो बेला? पहिलो कारण हो पार्टी लोयल्टी मरिसकेको थियो। काठमाडौँका मतदाताहरू विशेष गरी स्मार्ट भोटरले यसपटक पार्टीको व्हिप वा आदेशलाई सोझै रिजेक्ट गरिदिए। यसको सबैभन्दा ठुलो प्रमाण क्रस भोटिङमा देखियो। उपमेयरमा उठेकी थिइन् सुनिता डङ्गोल, जुन एमाले पार्टीकी थिइन्। उनले 68,612 मत लिएर आएर शानदार जित हात पार्नु कुनै सामान्य कुरा होइन। तर मेयरमा एमालेकै केशव स्थापित नराम्ररी हारे। यता केशव स्थापितलाई भोट नहाली बालेनलाई हालेको प्रष्ट देखिन्छ एमालेकै कार्यकर्ताहरूले। तर उपमेयरमा भने सुनिता डङ्गोललाई धेरैले भोट गरे। त्यसैले पनि बालेन शाहले भन्दा धेरै भोट पाइन् सुनिता डङ्गोलले। अब सुनिता डङ्गोलले केही समय मेयर पद सम्हाल्ने देखिन्छ। यसरी हेर्दा यो पनि फेयर नै हुन्छ, किनभने उनले पनि 68,612 मत लिएर आएकी थिइन्। योबाट प्रष्ट हुन्छ त्यो बेला आँखा चिम्लेर सूर्य वा रुखमा भोट हालेनन् जनताले। क्यान्डिडेटको प्रोफाइल र क्यापेबिलिटी हेरेर भोट दिए। त्यो बेला बालेनले जित्नु अर्को एउटा कारण छ, त्यो हो छोराछोरीको प्रेसर। धेरै युवा जसले बालेनमाथि विश्वास गरे उनीहरूले पनि आफ्नो परिवारमा केही प्रेसर दिन थाले। बालेनको इलेक्सन क्याम्पेनले साँच्चीकै युथलाई छोयो। बालेनको डिबेट प्रोग्राममा देखिएको कन्फिडेन्ट र त्यसलाई सपोर्ट गर्ने केही मिडिया सेलिब्रिटीहरूले पनि बालेनको भोट ब्याङ्क वात्तै बढाइदिए। छोराछोरीले भनेको नमान्ने कुरै आएन। सबैले आफ्नो परिवारलाई सम्झाएपछि आमा बुवाले पनि एकपटक बालेनलाई चान्स दिनै पर्छ भनेर भोट दिए। बालेनले जित्नु अर्को कारण थियो कोर सिटीको माइन्डसेट हट्नु। काठमाडौँको भित्री ओडा, जसलाई कोर सिटी भनिन्थ्यो, जहाँ नेवा समुदायको बाहुल्य छ, त्यहाँ सधैँ एमाले वा कांग्रेसको मोनोपोली हुन्थ्यो। त्यहाँको भोट बाहिर जाँदैन भन्ने भ्रम थियो। तर यसपटक बालेनले त्यो आइरन गेट तोडिदिए। रैथाने समुदायले पनि बालेनलाई नै विश्वास गरे। यद्यपि अर्का स्वतन्त्र उम्मेद्वार सुमन सायमीले 13,000 भन्दा धेरै मत ल्याए। बालेनले चुनाव जित्नुमा अर्को कारण थियो केशव स्थापितको बेहोरा। केशव स्थापितको हारको ठूलो कारण उनकै आफ्नै बानी बेहोरा बन्यो। उनीमाथि लागेको मिटु आरोप र पब्लिक फोरमहरूमा प्रश्न सोध्दा देखिएको रुड र एग्रेसिभ व्यवहार नै उनको लागि घातक बन्यो। विशेष गरी महिला र युवा मतदाताहरू जो रेस्पेक्ट र जेन्डर इक्वालिटीलाई महत्त्व दिन्छन् उनीहरू स्थापितसँग टाढिए। स्थापितको यो नेगेटिभ इमेजको डाइरेक्ट फाइदा बालेनलाई भयो। केशव स्थापित एकदमै एक्साइटेड र जे पाए त्यही बोल्ने गर्थे इलेक्सन अगाडि। यसबाट जित्नु हुन्छ त
प्रतिस्पर्धी छैन, अब जिते जस्तै लाग्यो। 54 सालमै 84,000 भोट ल्याएको मान्छे के तुलना भयो, अब प्रतिस्पर्धा भयो। त्यसैले यो सक्यो क्या, गेम इज ओभर। तर बालेन भने कुल र कम्पोज देखिन्थे। कलाकारिताले मान्छेको सोचाइमा परिवर्तन ल्याउन सक्छ। म कलाकार हुँ होइन, उहाँले चाहिँ युवाहरू चाहिँ डटी पोलिटिक्समा आउनुपर्छ, युवाले नै यो फोहोर खेल मैदानमा आएर सफा गर्नुपर्छ, म युवा हुँ होइन। उहाँले चाहिँ भन्नुहुन्छ म लिगेसीको आधारमा, म जातको आधारमा इन्जिनियर हुँ, म कन्स्ट्रक्सन गर्न सक्छु, म पढे लेखेको स्ट्रक्चरल इन्जिनियर हो भनेपछि उहाँहरू तिनटालाई एकै ठाउँमा राखेर कसैलाई मतदान गर्नु छ भने त म एक्लैलाई गर्दा भयो नि त, त्यही कुरा हो। त्यसैले पनि बालेनलाई फाइदा भयो। बालेन शाह जित्नु अर्को कारण थियो बालेन शाहको चुनाव चिन्ह। बालेन शाहको इलेक्सन क्याम्पेनको सबैभन्दा ठुलो वेपन अथवा मास्टर स्ट्रोक भनेकै उनको चुनाव चिन्ह लौरो थियो। बालेनले लौरोलाई राम्रै ब्रान्डिङ गरे। परम्परागत रूपमा लौरो बुढाबुढी र अशक्तसँग जोडिने प्रतीक मानिन्थ्यो, तर बालेन शाहको अभियानले यसलाई देशलाई सपोर्ट दिने र भ्रष्ट राजनीतिज्ञलाई भाटा हान्ने अथवा ठेगा लगाउने औजारको रूपमा अर्थ दिइयो। यो लौरोको मिम पनि धेरै बने। रुटिन अफ नेपाल बन्द, एमआरआर, ट्रोल नेपाल, मिम नेपाल जस्ता सोशल मिडियाहरूले भोलिन्टियर जस्तै काम गरे बालेनको लागि। यसले गर्दा सोशल मिडियामा बालेनले लौरो बोकेको तस्बिरहरू भरिन्थे। यसरी एउटा साधारण वस्तु विद्रोहको पहिचान बन्यो। यसले बालेनको भोटर झनै बढे। अचम्मको कुरा त के छ भने अन्य धेरै उम्मेदवार जसको लौरो चुनाव चिन्ह थियो उनीहरूले समेत धेरै भोट पाए। हर्क साम्पाङको चुनाव चिन्ह पनि लौरो नै थियो। चुनाव भनेको स्ट्राटेजिक माइन्डको खेल हो। चुनाव चिन्हले पनि धेरै फरक पार्छ। त्यसैले यत्रो वर्षदेखि सूर्य, रुख र हैसा हतौडालाई धेरैले भोट दिँदै आएका छन्। बालेन जित्नुमा अर्को एउटा कारण छ र यो सबैभन्दा ठुलो कारण हो। ती हुन् कुमार व्यञ्जनकार। कुमार व्यञ्जनकार बालेन टिमको इन्जिन थिए भन्दा पनि फरक पर्दैन, जसको मेन्टरिङले राम्रै काम गर्यो। कुमार व्यञ्जनकार नरसिंह व्यञ्जनकारका छोरा हुन्। नरसिंह व्यञ्जनकार ललितपुर महानगरका एक चर्चित ओडा अध्यक्ष थिए, जसले ललितपुरमा लगातार 40 वर्षसम्म चुनाव जिते। नेपाली राजनीतिमा नरसिंह व्यञ्जनकार एउटा रोल मोडल हुन्, जसले ओडा स्तरीय सेवालाई घर घरसम्म पुर्याए। उनकै छोरा कुमार बेन बालेन टिमको मास्टरमाइन्ड बनेका थिए। भनिन्छ कुमार व्यञ्जनकार पनि रुटिन अफ नेपाल बन्द, ट्रोल नेपाल, मिम नेपाल जस्ता विभिन्न ठुला सोशल मिडियाका पेजहरूसँग आबद्ध छन्। त्यसैले पनि सामाजिक सञ्जालमा बालेन राम्रोसँग प्रमोट भए। मेयरको शपथ लिने बित्तिकै बालेन शाहले आफ्नो काम सुरु गरिहाले। उनले सुस्त कर्मचारी तन्त्र अथवा ब्युरोक्रेसीलाई सिधै बाइपास गर्दै हाई स्पिडमा काम सुरु गरे। उनले महानगरलाई पोलिटिकल स्पट भन्दा पनि रिजल्ट ओरिएन्टेड कर्पोरेट हाउस जस्तै चलाउन खोजे। उनको यो नो ननसेन्स वाला कार्यशैलीलाई धेरैले साथ दिए। आलोचक र पीडितहरूले यसलाई डोजर आतंक भनेर आलोचना पनि गरे। जेस काठमाडौँमा एउटा कुरा पक्का भयो, अहिलेका मेयर भने एक्टिभ छन् है भन्ने कुरा। बालेनको कार्यकालको सबैभन्दा भाइरल काम भनेको अवैध संरचनाहरू हटाउनु थियो। वर्षौंदेखि नियम मिचेर बसेकाहरूलाई उनले कुनै एक्सक्युज दिएनन्। आलोचकहरूले उनलाई जति नै एग्रेसिभ भने पनि बालेनले हावामा डोजर चलाएका थिएनन्। उनले स्थानीय सरकार सञ्चालन ऐन 2074 को दफा 11 लाई आफ्नो मेन वेपन बनाए। सबैभन्दा राम्रो पक्ष के थियो भने यसलाई सानालाई ऐन, ठुलालाई चैन भन्ने पुरानो नेरेटिभलाई ध्वस्त पारिदियो। नयाँ बानेश्वरको बानेश्वर कम्प्लेक्स, काठमाडौँ मल, आरबी कम्प्लेक्स र अल्फा बिटा कम्प्लेक्स जस्ता ठुला बिजनेस हाउसलाई उनले राम्रोसँग तहालाए। यिनीहरूले पार्किङको लागि नक्सा पास गरेको बेसमेन्टलाई पसल र गोदाम बनाएर राखेका थिए। यस्ता सटरमा डोजर चल्यो। 35 दिने अल्टिमेटमलाई व्यवस्था गर्दा के हुन्छ भन्ने कुरा उनले राम्रोसँग सिकाए। अल्फा बिटाको मालिकसँगको त्यो लाइभ भनाभन र त्यसपछिको डोजर एक्सन नेपाली सोशल मिडियामा मिम म्याटेरियल नै भयो। बालेनको डोजरले प्राइभेट प्रपर्टी मात्र होइन, सरकारी अङ्गहरूलाई पनि छोडेन। काठमाडौँ जिल्ला अदालतको अन्डरग्राउन्ड पार्किङ खाली गराउनु र राजधानी विभागको बेसमेन्टलाई वेटिङ एरियाबाट हटाएर पार्किङमा परिणत गर्नु, यो आँटलाई पनि मान्नै पर्छ। यसले बालेनको निडर र अनबायस्ड छविलाई जनताको नजरमा झनै बलियो बनाएको छ। यो अभियानले गर्दा काठमाडौँको ट्राफिक जाममा केही हदसम्म सुधार पनि भयो। सर्वसाधारणले हिँड्ने फुटपाथ फिर्ता पाए। यद्यपि साना व्यापारीहरूले हामीलाई विकल्प र टाइम चाहिएको थियो भन्दा पनि उनले आफ्नो गुनासो नसुनेको भनेर आरोप लगाए। जय नेपाल हलको कम्पाउन्ड मुनि वर्षौंदेखि गायब भएको टुकुचा खोलालाई डोजरले खनेर निकाल्ने बालेनको निर्णय एउटा साहसिक निर्णय हो। कसैले सोचेको पनि थिएन कि एउटा सिनेमा हल र बैंकको मुनि नदी बगिरहेको छ भनेर। महानगरले डोजर चलाएर 15 फिट तल खन्दा जब टुकुचा बगेको देखियो, त्यो दृश्य नेसनल न्यूज बन्यो। बालेनले प्रुभ गरिदिए कि खोला मिचेर संरचना बनाउने चलन काठमाडौँमा कतिसम्म छ। तर यो काण्ड अदालतमा पुगेर यतिकै रोकियो।
बालेन शाहको अर्को काम भनेको नदीको तटीय क्षेत्रमा 20 मिटरको लफडा। सर्वोच्च अदालतको 2080 को फैसलापछि महानगरले नदी किनारमा थप 20 मिटर छोड्नुपर्ने सूचना निकाल्यो। तब काठमाडौँ तातियो। एमाले र कांग्रेसले यो त हजारौं जनता घरबार विहीन हुन्छन् भन्दै विरोध गर्यो। यो एउटा ठूलो राजनीतिक मुद्दा बन्यो। तर बालेनले नयाँ मापदण्डले पुराना घर भत्किँदैन, यदि भत्काउनै परे सरकारले उचित मुआवजा दिनै पर्छ भन्दै आफ्नो स्ट्यान्स क्लियर गरे। यो कुराले देखाउँछ कि कसरी देशका मुख्य दलहरूले पनि मेयरलाई सहयोग गर्दैनन्। सन् 2025 को अन्त्यतिर आइपुग्दा बालेन शाहको प्रोफाइल अब काठमाडौँको मेयर भन्ने ट्यागमा मात्र अट्न छोड्यो। देशभरि फैलिएको पोलिटिकल फ्रस्ट्रेसन र जेनजीको सपोर्टले उनलाई एक नेसनल हिरोको रूपमा प्रोजेक्ट गरिसकेको छ। त्यसैले पनि अहिले उनी प्रधानमन्त्रीको दाबी सहित राजनीतिक दलसँग आबद्ध भएका छन्। रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङ एउटै पार्टी रासोपाबाट चुनाव लड्ने भएका छन्। बालेन शाहको इलेक्सन अगाडिको तयारी हामीले पहिले नै देखेका छौं। रवि पनि क्राउड पुलिङमा माहिर छन्। कुलमान घिसिङको त झनै धेरै सपोर्टर छन्। यसरी हेर्दा रासोपाले सोचेको भन्दा पनि धेरै सिट जित्ने चान्स देखिन्छ। तर सोचेको जस्तै सजिलो भने छैन। नेपालमा पुराना पार्टीहरूको जरा यति मजबुत छ कि टोल टोलमा पार्टीको प्रतिनिधि छन्, जसले यो चुनाव जसरी पनि जित्नु छ भनेर तयारी सुरु गरिसकेका छन्। 2079 मा बालेन शाहको छवि जसरी धेरै माझ पपुलर थियो, अहिले त्यति नै पपुलर होला नहोला भन्न सकिँदैन। समय समयमा उनले लेख्ने स्ट्याटस तथा उनले दिने वक्तव्यले धेरैलाई अचम्मित पार्छ। धेरैले उनलाई एग्रेसिभ नेताको रूपमा मान्छन्। कतिपयले त उनलाई गजडी नेता पनि भन्ने गर्छन्। धेरैले गाँजाको तालमा जे पनि लेख्छ भन्छन्, कतिले रक्सीको तालमा 11 बजेपछि स्ट्याटस लेख्ने नेताको रूपमा पनि मान्छन्। कतिपयले बालेन शाहलाई नै जेनजी आन्दोलन भड्काउने उनी मुख्य नायक भन्छन्। कतिपयले सिंहदरबार जलाउन उक्साउने व्यक्ति पनि उनी नै हुन् भन्छन्। तर यसमा कति सत्यता होला कमेन्ट गर्नुहोला। तपाईलाई बालेन शाह कस्तो लाग्छ? यदि उनको पार्टीले बहुमत लिएर आयो भने, यदि फागुनमा चुनाव हुने हो भने र रासोपाले बहुमत लिएर आयो भने बालेन शाह प्रधानमन्त्री पक्कै बन्ने छन्। के उनी प्रधानमन्त्री बन्न लायक व्यक्ति हुन् त? के उनको लिडरसिपमा नेपाल अगाडि बढ्ला? नेपालको कूटनीतिमा यसले